हिजो जर्सी मैले 100 वटा त्यहाँ किन गिभअवे गरिनँ भन्दाखेरि जर्सी बोकेर गएको होइन हायसमा हायसै पल्टाउन खोज्छ यार मुजी मान्छेहरू यार जर्सी भनेपछि क्या हायसको चक्काको छेउछाउमा कुद्छ यार यसो सम्झे मुजी यहाँ यसरी जर्सी फ्यालाफेल गर्नु थाल्यो भने यहाँ मान्छे मुजी हानहान गरेर मरामार काटाकाट गर्छन् भनेर सबको नाम टिपेर बरु त्यहाँ टोटल 220 कि 225 जना मान्छेहरू कतिजना रहेछ सबको नाम टिपायो सबको नाम र नम्बर छ अब भोलि पर्सिदेखि चाहिँ बाँड्न थाल्नुपर्ने छ कहाँ अनि मैले त्यसरी गिभअवे गरेँ मान्छे मुझे काटाकाट मारामार भइहाल्छ नि त्यहाँ फेरि अब न पुलिस लिएर गइहाल्छ न एउटा सेक्युरिटी भित्र अनि भित्र एक जनालाई छिराउँदै इन्टरभ्यु लिँदै गरेर दिएको भए सेफली पनि हुन्थ्यो नि त होइन अब त्यहाँ मेरो प्लान त जर्सी दिने नै थियो धेरै मान्छे आइदियो धेरै मान्छे आइदिसके पछाडि त्यहाँ के भयो भन्दाखेरि अब जर्सी यसरी फाल्यो भने मान्छेहरू झगडा गर्छ काटाकाट मारामार हुन्छ च्याताच्यात हुन्छ त्यहाँ केही गरी एक्सिडेन्टमा परिहाल्यो भने त अनि त्यो त नि एकदम नराम्रो भयो नि त मामा तर त्यस केटाहरू चाहिँ यति बुझकी रहेछ कि माथिबाट मैले सेफ्टी पनि हुनुपर्छ कडा हो हल्ला मैले डाइरेक्ट भने अप्ठ्यारो पर्छ क्या होइन हामीले न कोहीसँग अनुमति लिएको थियो न कोही त्यो भयो केसमा नि त्यो भएर तिमीलाई असर पर्थ्यो क्या डाइरेक्ट हो त्यही भएर त म तनावमा थिएँ त हिजो त्यहाँ भनेर पुरै तनावमा थिएँ म त्यहाँ कुटाकुट मारामार भएको भए होइन मैले 2-4 जना केटाहरूलाई फोन गरेर त्यस्तो झगडाको माहौल भयो भने छुट्टाउनतिर लाग भनेर पनि यो गाँडमारालाई सोध्नु न कति तनावमा थिएँ म हिजो त्यहाँनिर काटाकाट हुन्छ मारामार हुन्छ भनेर होइन भाइ गाँडमारा मामा म त डराएर तलै नझरेको किन तिमीलाई चाहिँ के गर्थे र कति न सकिँदैन राम्रो डिसिजन हो त यार यस्तो भएका अब त्यहाँ सबै कुरा बुझ्दाखेरि चाहिँ माथिबाट जर्सी फालिदिने जसले टिप्छ भन्ने थियो तर त्यो नराम्रो हो नि त त्यहाँ झगडा पर्छ हानहान पर्छ मैले जर्सीको लागि काटाकाट पर्छ कोही मुझे हायसको गाडीको टायर मुनि त्यही त कोही हायसको गाडी फुल फ्याल्दाखेरि 4-5 जना त्यहाँ लडाई गर्न खोजेको झन् जर्सी फ्याल्यो भने त अनि कस्तो हुन्छ अनि मैले तर माथिबाट केटाहरूलाई भने केटा हो हेर झगडा पर्छ बरु म तिमीहरूलाई बरु मैले तिमीहरूको नम्बर झगडा गर्न खोजेको अति हुँदो रहेछ हौ भाइ भाइलाई फ्याल्दिनु पर्छ क्या माथिबाट बुझेनौ Influence Rage. You were in 12th place with 14 points. You had a better start in the first couple of games, but now seems to be dying down. Like I mentioned, now is आयो 4 जना एउटा गाडीमा हेर त ल्याम छिरेका अभी कहाँ गएका बग्गीवाला त जहिले हो बग्गीवाला त जहिले नपर्ने one right after the other, and D plus Kia, they are hungry for eliminations. They get the second one. Osal leaving nothing to chance. Takes no damage from the nade. With one person left alive, it is all up to Federals. Oi! Oi! Oh my God! DK are dead. One nade and they're all down. They are all down. A triple for Federals with that one nade. Okay, hold on. Right now. लाग्दैन इसको खोल रहा है ना इसको खोल रहा है listen, you got me supporting you right now. I love seeing the bow in action. Come on, hit him with it. लाग्दैन पर गइरहेछ त्यो Oh, he's trying. Not able to get the knock, but छतको लेफ्टपट्टि गएर हान न छतको लेफ्टपट्टि छतको लेफ्टपट्टि गएर हान न ढोकापट्टि लेफ्टपट्टि Can you try just like aiming up so high that you try to get that angle that way? यो तीर धेरै पर गयो क्या अलिकति लेफ्टमा अलि माथि छतमा चाहिँ गाडी देख्छु गाडीमा हान नक हुन्छ 100 That would be nasty. That would be a little bit of pressure as well onto Diego and onto the Influence Rage lineup. Ragey एक ठाउँमा चाहिँ एउटा बमले सब पड्किन्छ एक ठाउँमा चाहिँ एउटा बमले दामी पड्किन्छ सब पड्किन्छ दामी बम हान्नु त एक बममा पड्किन्छ यिनीहरु only getting one knock, but it is Reject who stays alive. But now they are forced to get into the zone, and Team Spirit will take advantage of that. But it is Orc who steals the kill and the elimination onto Apollo. Oi, एक सेकेन्ड धेरै कुक भएको है पड्किन्थ्यो यार पड्क्यो ए इस्टर्न पो रहेछ just baiting us.
But still, Reject will be able के to हो hide बम त between यिनीहरूको bombs. Are कसैले they able to- ओभरकुक हान्छ Oh कहिले my God, the fact अन्डरकुक that they're still हान्छ able to hide. Molotov just hits the windowsill, not able to get inside all the way, not able to force WBG him अब away. बम हानम न 9 सर्कल भइसक्यो 9th Yeah, Not forcing him continue. away La, enough though. chalo. No! No! Julo with the volley! Julo finds the अब opening, बम but हान्न he's सुरु गरौँ down. WBG It's बम down to बम Divine बम and बम बम Reiji लेट्स गो now, up against 3 members. But Weibo, I believe, are the ones in the 33 best position G possible. हानम बम Because हानम again, remember, as Spirit, you're gonna get sandwiched between Mhm. Weibo and त्यो Reject. सुकले जहाँ Alpha पाइदा Sector, हानेको Weibo is हानेछ just playing to अघिबाट ruin the game for people. And Reiji is out. Yeah, Weibo have the better position. They have such a huge advantage now, Nep. They've bided their time. They've waited for the right moment, and this was the right moment when Team Spirit are distracted, when Rejects RC are ले busy, मारिदिरहेको अब when अल्फा A7 सेभेनले is just down to 1 in that off angle out in the open. He's gonna go down बम हानौ super duper easily. 26 वटा बम छ 26 वटा बम छ WBG सब बम सकाउनु पर्छ looking like एडा they हो are gonna take this win. Here they come across the road. Oh, Is this are a little they? soon? Maybe order goes down. That's a Good damage little लागेछ bit नि preemptive, अहिलेसम्म but these explosives Hold on! explosives are just gonna do all the damage. There we go. All you need is one player across the road to do the things you need them to do, and here we go. In fact, just down to a solo here. सब बम It is हानौ a त सब बम हानौ 1v4. Yeah, but notice how they are not all running rampant towards that last player. They are still playing together up until the very last moment. They want to secure those eliminations, but you see, those kind of mistakes can happen. In fact, now in a 1v3, can he do it outside the zone? खाए 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 He cannot. अब EWCमा MVP भएको देख्न पाऊँ है त स्काईलाई थ्याङ्क यू फर 60 रिङ्गेट जस्ट फर नो यस्तो हो क्या MVP मलाई मतलब लाग्दैन क्या MVP मलाई MVP को मतलबै लाग्दैन